Padme Hum, Mani Padme Hum, Om Mani Padme Hum। यो हो पर्यटकीय स्थल जाति पोखरी, जुन मकवानपुर र काठमाडौँ जिल्लाको सङ्गम स्थलमा रहेको छ। जाति पोखरी दक्षिणकाली नगरपालिका वडा नम्बर 8 र इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 3 को सङ्गम स्थलमा पर्दछ। जाति पोखरी वरपर रामचे चोक, भण्डार खर्क, नेवरबारी, चन्दनी आदि इत्यादि गाउँहरू पर्दछ। जुन मदन भण्डारी राजमार्गको केही भूभाग यस क्षेत्रमा पर्दछ। यस क्षेत्रमा तामाङ जातिको बाहुल्यता पाइन्छ भने नेवार, क्षेत्री, बाहुन र अन्य जाति पनि बसोबास गर्दछन्। जाति पोखरी सूर्योदय युवा क्लबले यस पर्यटकीय स्थलमा बुद्धको मूर्ति र भ्यू टावर स्थापना गर्ने उद्देश्यले आज मिति 2081 साल वैशाख 1 गते नयाँ वर्षको दिनमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम राखिएको छ। सभाको सभाध्यक्ष जाति पोखरी सूर्योदय युवा क्लबका अध्यक्ष कान्छा थिङ दिपकज्यू हुनुहुन्छ। हामीले यो बुद्धको मूर्ति भ्यू टावर जातिपुर पार्क निर्माण गर्ने उद्देश्यका साथ राखिएको कार्यक्रम भएकोले हामीले विभिन्न कुराहरू पार गर्दै विभिन्न समस्या बाधा अडचनहरू अवरोधहरू पार गर्दै यो कार्यक्रमसम्म आउनलाई हामी सफल रहेको छु। प्रमुख अतिथि जुन हाम्रो अहिले नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाज्यू हुनुहुन्छ। सान्दर्भिक र उहाँले यो विषयमा अझ मैले भन्दा पनि उहाँ ठाउँमा हुनुहुन्छ, उहाँले लैजानुहुन्छ। यसपालि यो डिपिआरलाई निजी तथा कार्यक्रममा राखेर पारित गर्न सक्नुहुने क्षमताका हाम्रो प्रमुख अतिथिज्यू हुनुहुन्छ। जाति पोखरी सूर्योदय युवा क्लबबाट आयोजित शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा पाल्नुभएका अतिथिज्यू, अतिथिगणहरू र सम्पूर्ण दर्शक आमा बुबा दिदीबहिनीहरूमा पुनः सुख शान्ति अनि समृद्धि र यस आउँदै गरेको 81 साल आजको 81 साल सुरु भएको दिनले पक्कै नै खुसी र शान्ति सुख सबै कुरो समग्र सबै कुरा पुरा हुँदै जानेछ र हाम्रा सुख खुसीको दिनहरू आउनेछ भन्दै मेरा 2 शब्द यही टुङ्गाउन चाहन्छु। धन्यवाद। यस कार्यक्रममा प्रतिनिधि सभा प्रमुख सचेतक माननीय महेश बर्दौलाज्यू प्रमुख अतिथि हुनुहुन्छ। माननीय महेश बर्दौलाज्यूले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने यसै कार्यक्रमबाट वचन दिनुभएको छ। तपाईहरु सबैलाई म मकवानपुर क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद त्यो जिम्मेवारीको तर्फबाट म अहिले नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छु। यो जिम्मेवारीको तर्फबाट यहाँहरू सबैलाई सर्वप्रथम हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। विशाल जाति पोखरी पार्क बनाउने, विशाल विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जमिन हो। यो गौतम बुद्ध जन्मेको देश हो नेपाल। यो मकवानपुर र काठमाडौँको बीचमा विशाल मूर्ति निर्माण गर्ने जे उद्देश्य यो क्लबले राखेको छ, म आयोजकलाई सुरुमै धन्यवाद दिन चाहन्छु। यो अभियानमा यहाँको स्थानीय सरकारहरू, इन्द्र सरोवर गाउँपालिका अध्यक्ष यहीँ हुनुहुन्छ। यस्तो अभियानमा उहाँ स्वाभाविक रूपमा जोडिनुहुन्छ। पहल कदमी भोलिका दिनमा उहाँहरू लिनुहुनेछ। यहाँको मेयर साहब भइदिएको भए अझ सजिलो हुन्थ्यो। दुवै पालिकाको तर्फबाट पहल कदमी रहोस्। म एउटा सांसद हुँ। मैले मेरो तर्फबाट मैले खेल्न पर्ने भूमिका सरकारका माथिल्लो तहमा, प्रदेशमा, सङ्घमा आवश्यक सहजीकरण गर्ने कुरामा मेरो भूमिका रहन्छ। म यहाँहरूका बीचमा म यो प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। यदि यो राम्रोसँग व्यवस्थित पार्क निर्माण गर्न सकिने अवस्था बन्दा
बुद्धको मूर्ति राम्रो विशाल मूर्तिको बुद्धको मूर्ति स्थापना गर्न सक्दा यहाँ सयौं पर्यटकहरू आवाजात बढ्छ। त्यसै गरी दक्षिणकाली नगरपालिकाका मेयर तथा अन्य व्यक्तित्वहरू यस सभामा विशेष अतिथिको रूपमा हुनुहुन्छ। प्रस्तुत गर्नको लागि मञ्चमा बोलाउँदैछु एस्तर स्याङदाङज्यू, कृपया। नमस्ते लासो फेफुला, चिन्नुभयो मलाई? चन्द हैन कम्मर भाजो डुम्फुको तलैमा हाँसीमा राखौ बोलीमा राखौ एक बारको जुनीमा रमाइलो गर्नु पर्यो है त। हल्ला चाहियो हल्ला। नाचन चन्दा नाचन नाचन फनफनी घुमी कम्बरै भचन नाचन चन्दा नाचन नाचन फनफनी घुमी कम्बरै भचन एक्सरानो जीवनमा एक बारको जुनीमा रम्फुमा बजाउ भैच्याङ्बा गाउँछुमा सेलुमा रम्फुमा बजाउ भैच्याङ्बा गाउँछुमा सेलुमा होइ 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 गाउँछुमा सेलुमा रमनैमा छमान्त मान्दा कपर हैन मायाको सुगन्ध बट्टी रुमाला रमनैमा छमान्त मान्दा कपर हैन मायाको सुगन्ध बट्टी रुमाला तिमीले दिएको बट्टी रुमाल सम्झना हेरेर लाग्यो सुत्दा पनि रातिमा चट्ट मेरो घाँटीमा बेरेर लाग्यो हो बेरेर लाग्यो। यो कार्यक्रम नितान्त भाषण सुन्ने कार्यक्रम भन्दा पनि शुभकामना आदान प्रदान गर्ने कार्यक्रमलाई छोटकरीमा अगाडि बढाएर अब आउने यो 81 साललाई भव्य र सभ्य रूपमा रमाइलो गर्दै नाचगान गर्दै यो नयाँ वर्ष 2081 लाई चाहिँ हामीले शुभारम्भ गर्ने कार्यक्रम भएको हुनाले मैले यहाँ धेरै कुराहरू गरिरहनु त्यति जरुरी ठान्दिनँ। हिजो 3 वर्ष अगाडिदेखि 4 वर्ष अगाडि यस ठाउँमा पर्यटकीय स्थल बनाउने बुद्धको मूर्ति स्थापना गर्ने भनेर जुन खालले कार्यक्रम सञ्चालन भएको छ, तर आजसम्म हामीले त्यो अनुभूति गर्न सकेका छैन। त्यसो भएको हुनाले दक्षिणकाली नगरपालिका प्लस तपाईँको इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधिहरूलाई म विशेष गरी अनुरोध गर्न चाहन्छु। सँगसँगै आज दक्षिणकाली नगरपालिका वडा नम्बर 1 बोसनमा पनि कार्यक्रम रहेको हुनाले अघि दक्षिणकाली नगरपालिकाको प्रमुखज्यू यहाँ उपस्थित भएर पनि उहाँ पर्यटन मन्त्री हितबहादुर तामाङज्यू आउनुभएको कारणले उहाँ उता लाग्नुभयो। उहाँले वडा नम्बर 8 को वडा अध्यक्षले नै तपाईँहरूलाई शुभकामना दिनुहुन्छ भनेर जानुभएको छ। उहाँको तर्फबाट पनि तपाईँहरू सबैलाई शुभकामना। मैले धेरै बोलिरहनु पर्दैन, यो भाषण गर्ने भन्दा पनि आज यो उल्लासमय क्षण सबैजना नाच्ने गाउने र रमाइलो गर्ने एउटा 2081 सालको यो वैशाख 1 गते सबैजनालाई यहाँ एक ठाउँमा भेला गराएर जुन यो कार्यक्रम
आयोजना गर्नुभएको हाम्रो जाति पोखरी सूर्योदय क्लबद्वारा आयोजित भएको यो आयोजना गर्नुभएको सम्पूर्ण क्लबलाई हार्दिक धन्यवाद दिन चाहन्छु। इन्द्र सरोवर गाउँपालिका र दक्षिण काली नगरपालिका एक आपसमा जोडिएको पालिकाहरू हुन्। यो दुईटैको संयुक्त रूपमा विकास र प्रगति र उन्नति गर्नुपर्छ र हामीले भनिरहेका छौँ दक्षिण काली नगरपालिका र इन्द्र सरोवर गाउँपालिकालाई पर्यटनको क्षेत्रमा एउटै धागोमा बाँधेर हामी अगाडि बढ्न चाहिरहेका छौँ। यहाँ रहेको अपार प्राकृतिक सम्पदा र देवीहरूको मन्दिर भगवानहरूको बास गरेको ठाउँ र इन्द्र सरोवरमा रहेको अपार जलस्रोत पोखरी इन्द्र सरोवरको पोखरी र विभिन्न किसिमको हामीले अनौठो किसिमको आदरणीय हाम्रो 3 नम्बरको वडाज्यूले भनिसक्नु भएको छ अचम्मका स्थानहरू हामी कहाँ रहेका छन्। यस सन्दर्भमा हामीले के गर्न चाहिरहेका छौँ भने दक्षिण कालीबाट जाने पर्यटकलाई इन्द्र सरोवर हुँदै लाने र इन्द्र सरोवर हुने पर्यटक यता ल्याएर यो दुईटै संयुक्त रूपमा विकास गर्न हामी चाहिरहेका छौँ। यस सन्दर्भमा इन्द्र सरोवर गाउँपालिका मकवानपुर नव वर्ष 2081 को शुभ अवसरमा बुद्ध मूर्ति भ्यू टावर निर्माण गर्ने उद्देश्यले राखिएको बृहत सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्नुभएकोले सहयोगको उच्च मूल्याङ्कन गर्दै यो सम्मानपत्र प्रदान गरिएको छ। आगामी दिनमा पनि यहाँहरूको निरन्तर सहयोगको लागि अपेक्षा गर्दछौँ। कान्छा सिंह सभापति, माननीय राजेन्द्र कुमार श्रेष्ठ केसी विशेष अतिथि संसदीय सांसद क्षेत्र नम्बर 10, त्यसै गरी माननीय महेश बर्तौला प्रमुख अतिथि संसदीय दल। यस 2081 साल नयाँ वर्षको दिन सम्पूर्ण उपस्थित महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट तथा यस जाति पोखरी सूर्योदय युवक क्लब परिवारको तर्फबाट पुनः हार्दिक मङ्गलमय शुभकामना भन्दै यो औपचारिक कार्यक्रमलाई यही विश्राम भएको अन्त्य भएको घोषणा गर्दै साङ्गीतिक र सांस्कृतिक कार्यक्रम लिँदै हाम्रो भाइ बहिनीहरू पुनः उपस्थित हुनेछ भन्दै यही बिदा चाहन्छु। धन्यवाद। लसो फ्याफुल्ला, नमस्कार। उनी मेरी श्रीमती, म उनको कोही, खानेकुरा एक्लै खान्छौ, मलाई चाहिँ खोइ। दिनभरि म काममा उनी बस्छिन् घरमा, दिनभरि म काममा उनी बस्छिन् घरमा, बस्नु पर्ने भयो म अब उनैको डरमा। रातो र चन्द्र सूर्य खै त उफ्रिनु भएको सबजना उफ्रिनु न ल हामी राष्ट्र सम्बन्धी गीत हो हामी सबजना उफ्रिनु पर्छ ल। हिमाल चाहिँ अचलियो झुकेन यो कहिले लत्रेन यो कहिले जङ्गी निशान हाम्रो हिमाल चाहिँ अटलियो झुकेन यो कहिले लत्रेन यो कहिले जङ्गी सबैले हात माथि हो डम छुपा जाउँदै आयो छिम्म कम्मर मर्काउँदै टुङ नबजाउँदै आयो झुके आँखा झिम्क्याउँदै डम छुपा जाउँदै आयो छिम्म कम्मर मर्काउँदै टुङ नबजाउँदै आयो झुके आँखा झिम्क्याउँदै कता हिँडेकी ओइ कहाँले घर जम्का रौँ यसपालि कता हिँडेकी ओइ काली घर जम्का रौँ यसपालि Okay, have fun! Let's go!
लागेला चुप्प गारा मनको भया फुक्क गारा ओए दिल लागेला चुप्प गारा मनको भया फुक्क गारा माली माली जोई संगे तिमीलाई धोका दियो भने मात्र सब कटालिन्छु मैले सबैजनाले एकैचोटि भन्नु पर्यो ह्यापी न्यू इयर। अझै पुगेन, फेरि ह्यापी न्यू इयर। सपना भयो खमाउने को होला रहर भई मनमा बस्ने को होला चुरी हिलाने देखि मलाई को होला सपना भयो खमाउने को होला रहर भई मनमा बस्ने को होला। हेलो लसो फ्याफल जी नमस्ते सबैजनालाई। रान्ने हामन मुसुल आएनम लु दार्याम स्यादोजी
छेउको मेरो कोली अप्पा र अम्माको आँखा छली भेट्नलाई आउनु सैलुङ्गे चौतारी हो अप्पा र अम्माको आँखा छली भेट्नलाई आउनु सैलुङ्गे चौतारीमा है सबैजना अलि नजिक 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 आउनु पर्यो नलिनलाई खान्न मोती राम्री मोतीलाई अघि नलाई जान्न तल्ला घरको मोडा चुकी माथला घरको खुर्सी जोवन खेर जान्छ गरिए तारौती आकाशको खैलो मैलो बादलुको घेरो जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो बादलुको घेरो जता हेर्छु तिमी मात्रै